नमस्ते सबैजना, म चाहिँ सोनम विश्वकर्मा। अस्ति 17 गते राति करिब 11:30-12 बजेको समयमा मेरो घरै छेउमा रहेको कोठमा एक अन्जान व्यक्तिले आगो लगाइदिँदाखेरि चाहिँ मैले अनि मेरो परिवारले धेरै नै धनधनको क्षति बेहोर्नु पर्यो। जसमा चाहिँ मैले घर बनाउनको लागि भनेर खाइ नखाइ गरेर काटेको दार अनि काठ र त्यो भैँसीलाई खुवाउनको लागि किनेको घाँस र बाख्रा पालनको लागि भनेर बनाइएको एउटा खोर र 1.5 वर्षको राँगो र मेरो आमालाई चाहिँ सहारा हुन्छ भनेर किनिदिएको त्यो ब्याउनलाई 1 महिना मात्र बाँकी रहेको त्यो भैँसी चाहिँ गुमाउनु पर्यो है। सबै कुरा राम्रै चलिरहेको थियो, तर एक्कासी यो वज्रपात आइपर्यो म माथि। आशा छ तपाईँहरूले त्यो अपराधीसम्म पुग्नलाई चाहिँ मलाई सहयोग गरिदिनु हुनेछ। मेरो आमाले मैले बारम्बार आमा पोखरा जाम भन्दा पनि होइन म यहीँ बस्छु, म यहीँ कृषि गर्छु भनेर मैले त्यो आमाको एकै वचन काट्न नसकेर लोनमा चाहिँ भैँसी किनिदिएको थिएँ। अहिलेसम्म मैले त्यो लोन चाहिँ तिरिभएको पनि छैन। त्यो तिरि नसक्दै म माथि यो वज्रपात आइपर्यो। आशा छ तपाईँहरूले त्यो आमाको लागि चाहिँ आवाज उठाइदिनु हुनेछ। र अर्को कुरा, यदि तपाईँहरूलाई थाहा छ भने कृपया मलाई चाहिँ गोप्य रूपमा भनिदिनु होला। म तपाईँहरूको आइडेन्टिफाई, तपाईँहरूको परिचय चाहिँ कसैको लाउनु छैन है। प्लिज मलाई चाहिँ यो समयमा तपाईँहरूको आवश्यकता छ, तपाईँहरूको साथ, तपाईँहरूको सपोर्टको आवश्यकता छ। म बोल्न सकिरहेको पनि छैन। म अहिले मेन्टल्ली एकदम प्रेसर भएको छु है। अनि तपाईँहरूले चाहिँ आफन्त, साथीभाइ, इष्टमित्र, छरछिमेक भनेर त्यस्तो अपराधीलाई बचाउँदै हुनुहुन्छ भने तपाईँहरू पनि इन्डाइरेक्टली पाप गर्दै हुनुहुन्छ है। तपाईँहरूलाई पनि मेरो आमाको अनि त्यो भैँसीको आँसु खुन पक्कै पनि त्यसको शराब लाग्नेछ। त्यसैले कृपया त्यो खालको पाप चाहिँ नगर्नु होला। यदि तपाईँहरूलाई थाहा छ भने प्लिज मलाई गोप्य रूपमा भनिदिनु होला है। अनि मलाई के लाग्छ भने न्यायमा ढिलो चाँडो हुन्छ, तर न्याय चाहिँ अन्ध हुँदैन है। प्लिज मलाई सपोर्ट गरिदिनु पर्यो यो बेलामा। र आशा छ तपाईँहरूले मलाई त्यो अपराधीसम्म पुर्याएर चाहिँ मेरो आमाको मनमा लागेको त्यो गहिरो घाउमा मलम लगाउने सकिनँ, म भुल्नै सकिरहेको छैन। कृपया मलाई चाहिँ आई निड योर हेल्प है। मलाई चाहिँ तपाईँहरूको साथ, तपाईँहरूको सपोर्टको जरुरी छ। प्लिज त्यो दर्दनाक अवस्था मैले त्यो भैँसी आयो, तपाईँहरूले मलाई सपोर्ट गर्नुहुन्छ, साथ दिनुहुनेछ है। आशा छ